भाइ यहाँ के भइरहेछ दिस हेज टु बी द वान अफ द ग्रेटेस्ट वर्ल्ड कप क्याम्पेन एभर गाइस हो। मलाई लागेको थियो 2022 ग्रेटेस्ट क्याम्पेन होला होइन। अर्जेन्टिनाले जितेको छ, मेस्सीको फेयरटेल स्टोरी, अनि फर्स्ट गेम हारेर वर्ल्ड कप जितेको छ भन्ने लाग्थ्यो मलाई। तर ना आइपिएलको त्यो जेसा स्क्रिप्ट राइटर अपोइन्ट भए जस्तो छ यार उसमा, के अरे वर्ल्ड कपमा। अब रे बाफ मैले हिजो गेम हेरिनँ कि बेल्जियमको गेम हेरिनँ। के नै होला र बेल्जियमको गेममा के नै होला र, त्यही बोरिङ फुटबल होइन। त्यही सेनेगलले ढुक्कै एक गोल हानिदिन्छ, त्यो पछि के अरे बेल्जियमले गोलै हान्न सक्दैन। कति डेब्रोइनामा फुल डिपेन्डेन्ट छ, डोकु लग्छ, डोकु क्रस हान्छ, केही गर्दैन, झिकझ्याक गर्छ डोकुले, त्यही त हो भनेर छोडिदिएको थिएँ। बेल्जियमले ग्रेटेस्ट वर्ल्ड कप कमब्याक हान्थ्यो क्या। अर्को एउटा तिनीहरूको थियो जो जापानलाई हानेको थियो 2018मा होइन, त्यो पनि बवाल कमब्याक हानेको थियो, वान अफ द ग्रेटेस्ट। बट दिस हेज टु बी द ग्रेटेस्ट कमब्याक इन द वर्ल्ड कप नकआउट क्या। र बेल्जियमको त्यस्तो एक्साइटिङ टिम छैन होइन, किनकि गोल्डन जेनेरेसन अलरेडी डेड भइसकेको छ के अरे बेल्जियमको। र वी डोन्ट एक्सपेक्ट द्याट मच फ्रम बेल्जियम। त्यति एक्सपेक्ट गरेको छैन यो वर्ल्ड कपमा। त्यही नि दे हेभ सोन अफ इन द नकआउट स्टेज। के भन्ने हो, हिजो सुतेको थिएँ यार मैले, यार के नै हुन्छ र भन्न चाहन्छु। यो गेम नछोडौँ, वर्ल्ड कपको गेम नछोडौँ यार। कति बेला के भइरहेछ यार, म पागल हुन लागिसकेँ गेमहरू देखेर। हिजो इङ्ल्यान्ड आउट होला भनेर सोचिरहेको थिएँ, आउट हुने भयो भनेर थियो। ह्यारिकेन आइदियो यार। ह्यारिकेन त्यो सेकेन्ड फिनिस त चुम्मेश्वर ह्यारिकेन, यो ब्युटी फिनिस थियो यार, एकदमै ब्युटी फिनिस। ब्युटी के भन्ने, ब्युटी त्योभन्दा माथि शब्द नि, ब्युटी कम शब्द भयो क्या। त्यो के भन्ने, केही भन्नै मिल्दैन यार, कसम यार। र कुरा गरौँ बेल्जियमको, एउटा मलाई चाहिँ के मन पऱ्यो भन्दाखेरि, जस गेम मैले हेरिनँ तर यसो सोच्दाखेरि त्यो एउटा बेल्जियमको कोचको एउटा जुन त्यो गट्स हुन्छ नि, एउटा त्यो डिसिजन मेकिङ, जुन उसको स्टार प्लेयर डोकु र डेब्रोइनालाई हटाइदिएर रहेछ। कति मिनट भन्दाखेरि 56 मिनटमा दुइटैलाई हटाइदिएर रहेछ होइन। सो एउटा त्यो डिसिजन चाहिँ लास्टमा उसलाई सपोर्ट गर्यो होइन। जस उसले डिसिजन लियो यति। सपोज अब बेल्जियमले कमब्याक नहानेको भए त त्यही कुरालाई क्रिटिसाइज गर्थ्यो नि त उसले, के अरे फ्यानहरूले भनौँ, अरूहरूले भनौँ होइन। सो त्यही छ कि के भन्ने अब। हेड्स अफ टु रुडी गार्सिया, त्यो डिसिजन लियो र बवाल गेम, बवाल वान अफ द ग्रेटेस्ट कमब्याक इन द हिस्ट्री अफ वर्ल्ड कप डेलिभर गरिदियो होइन फ्यानहरूको लागि। र त्यो स्याड छु यार, गेम मिस भयो भनेर। सबै गेम हेर्न नि सकिँदैन यार, सबै राति हुन्छ, त्यही भएर। अर्को भनेको डिआर कोङ्गो, लट्स अफ रेस्पेक्ट टु दिस टिम होइन, हु हेज स्टप पोर्चुगल, नियरली स्टप कोलम्बिया होइन, विन अगेन्स्ट उज्बेकिस्तान, एन्ड वाट अ पर्फर्मेन्स अगेन्स्ट इङ्ल्यान्ड होइन। के अरे डिआर कोङ्गोको कुरा गर्दाखेरि चाहिँ जस लगभग धेरैजनाले चाहिँ दिस इज नट द टिम टाइपको कुरा गरेको थियो क्या। ग्रुप स्टेज नै गर्दैन, उज्बेकिस्तान ठडाउला भन्ने कुरा भइरहेको थियो। र दे प्रुभ देम अल रङ होइन। म पनि सोचिरहेको थिएँ खासै टिम छैन, तर मलाई किन लागिरहेको थियो डिआर कोङ्गो इज नाइस टिम, गुड टिम होइन। किनकि दे हेभ नक्ड आउट नाइजेरिया इन द एफए क्वालिफायरमा, वर्ल्ड कप क्वालिफायरमा नाइजेरियालाई नकड आउट हानेर आएको हो। सो दे आर, नाइजेरिया पनि एउटा बिग टिमै हो नि अफ्रिकाको। सो लट्स अफ रेस्पेक्ट फर डिआर कोङ्गो टिम होइन। र द वे दे एप्रोच द गेम, कि सिटब्याक मात्र होइन, इङ्ल्यान्डको डिफेन्सलाई टेस्ट पनि गर्नुपर्छ भन्ने एउटा त्यो एप्रोच लिएर आएको थियो क्या डिआर कोङ्गो। र हदसम्म सक्सेसफुल नि भइरहेको थियो। बट ह्यारिकेन एन्ड एन्टोनी गोर्डन अराइभ होइन। एन्टोनी गोर्डन त्यस्तो उनीहरू, किनकि
गरिरहेको थियो, क्रिटिसाइज पाइरहेको थियो यो वर्ल्ड कपमा होइन। बार्सिलोनाले किन 80 मिलियन साइन हान्यो भनेर, तर हियर ही अराइभ्स एन्ड गिभ 2 एसिस्ट इन मोस्ट इम्पोर्टेन्ट गेम होइन अफ द वर्ल्ड कप फर इङ्ल्यान्डको लागि होइन। अर्को भनेको ह्यारिकेन हेज टु बी द वान अफ द ग्रेटेस्ट स्ट्राइकर अफ अल टाइमै भनिदिन्छु क्या म, किनकि ही हेभ नट वन द ट्रफिजको कुरा छोडिदिउँ क्या, एउटा इन्डिभिजुअल स्ट्राइकरको कुरा गर्ने हो भने ह्यारिकेनसँग चाहिँ सब कुरा छ क्या। ह्यारिकेन हेज फिनिस होइन, ही क्यान डिक्टेट द गेम होइन, ही क्यान ड्रप डिप, ही क्यान प्ले एज फल्स नाइन होइन। ह्यारिकेन कस्तो खालको स्ट्राइकर हो भन्दाखेरि यसले बाँकी भएको प्लेयरहरूलाई पनि राम्रो बनाइदिने टाइपको प्लेयर, अलराउन्ड स्ट्राइकर हो क्या, नट जस्ट फिनिस होइन। गोल स्कोरिङको कुरा गर्ने भने ही हेज होइन लियोनल मेसीको 73 गोल इन द सिजनमा, सिङ्गल सिजनको कोही नियर आएको छ भने क्रिस्टियानो रोनाल्डो नै होइन क्या, इट्स ह्यारिकेन क्या। ही डिजर्भ रेस्पेक्ट होइन। यति इङ्ल्यान्ड, म त भन्छु यति इङ्ल्यान्ड, यति फ्रान्सले जितेन भने, स्पेनले जितेन भने ह्यारिकेन सुड विन द ब्यालेन्डर क्या। इफ ब्यालेन्डर इज फेयर भनौँ न, त्यो आइरह नि आजकल फेयर सेयर छैन भनेर, इफ ब्यालेन्डर इज फेयर ही हेज टु विन द ब्यालेन्डर इफ ही क्यान यसले इङ्ल्यान्डलाई चाहिँ के अरे फाइनलसम्म पुऱ्याउँछ अथवा सेमी फाइनलसम्म पुऱ्याउँछ भनेर होइन, त्यो गऱ्यो भने चाहिँ ही डिजर्भ्स ब्यालेन्डर होइन। र एउटा डिआर कोङ्गोले एउटा भन्छ नि, जुन त्यो इङ्ल्यान्डको टिम जुन जस्तै स्टारहरू खेलाडी भए पनि जस प्रेसरमा क्रम्बल गर्ने टाइपको टिमहरू थिए होइन, त्यो टिम चाहिँ जस त्यस्तो खालको टिम थियो पहिला इङ्ल्यान्डको, र योपालि चाहिँ जस डिआर कोङ्गोले टेस्ट गर्यो, इङ्ल्यान्डको मेन्टालिटी सही टेस्ट गर्यो होइन, पेसेन्स टेक गर्यो। किनकि टुचेलमा एउटा म चाहिँ के देख्छु भन्दाखेरि त्यो हुन्छ नि, एउटा उसको प्लानबाट ऊ चाहिँ कमिटेड टाइपको के हुन्छ नि, चेन्जै नगर्ने होइन। हामीलाई सबैलाई थाहा छ माडुएकै भन्दा साकाले गेम चेन्ज गर्न सक्छ, तर साकालाई स्टार्टै दिइरहेको छैन क्या। एउटा इगोइस्टिक भन्ने कि के भन्ने कि होइन, उसको कोच उसलाई के मन परिरहेको छैन कि साकामा, उसले यो प्लेयर मेरो सिस्टममा फिट छ भने म यसलाई नै खेलाउँछु भनेपछि खेलाउनै छ। र यसलाई यो कुरालाई ब्याकफायर नै हान्न सक्छ, तर जबसम्म ब्याकफायर गर्दैन, या टुचेललाई सबैले राम्रै मान्छन्, जब ब्याकफायर गर्छ इङ्ल्यान्डमा ही इज द मोस्ट वान्टेड म्यान होइन। र अर्को भनेको अब आउन लागेको गेम होइन, स्पेन भर्सेस अस्ट्रिया। आई थिङ्क यसमा कुरा म खासै गर्न चाहन्न, किनकि स्पेनलाई हामीले जुन तरहको फेभरेट देखाएको थियौँ, हामीले फ्रान्स अर्जेन्टिना भन्दा नि स्पेनलाई जस माथि राखेको थियौँ क्या, त्यो कुरा चाहिँ स्पेनले डेलिभर गर्न सकिरहेको छैन। र एज लामिन यामाल सेड द टुर्नामेन्ट स्टार्ट नाउ भने जस्तै अब नकआउट स्टेजमा चाहिँ पर्फर्म दिनुपर्छ। र नकआउट यसो हामीले यसो गर्दाखेरि कुराहरू गर्दा गेम हेर्दाखेरि स्पेनको चाहिँ एज अ हुन्छ नि टिम चाहिँ यिनीहरू अलिकति चान्स क्रिएट गरे नि फिनिस गर्न अलिकति सकिरहेको छैन, फिनिसर चाहियो होइन। अब निको विलियम्स नि छैन, जुन त्यो भन्छु नि म अहिले अरू कुराहरू पनि भनेर आउँछु, तर यामाल डिपेन्डेन्ट अट्याकमा छ कि यति यामालले केही गर्न सकेन भने अरू नि गर्नु पर्यो टाइपको चाहिँ हुनु पर्यो स्पेनमा नि होइन। तर म चाहिँ अस्ट्रियासँगको गेम चाहिँ इजी कम्फर्टेबल विन हुनसक्छ, फ्रान्स पछिको मोस्ट कम्फर्टेबल विन हुनसक्छ यो वर्ल्ड कपको नकआउट स्टेजको होइन। र अर्को भनेको वान अफ द गेम टु वाच चाहिँ पोर्चुगल भर्सेस क्रोएसिया हुनसक्छ। पोर्चुगल भर्सेस क्रोएसियाको गेम चाहिँ इट विल बी ब्याङ्गर्स, किनकि प्रेसर अफकोर्स छन् पोर्चुगल होइन, एन्ड क्रोएसिया इज नोन फर देयर जाइन्ट किलर टाइपको टिम होइन, जो चाहिँ हरेक वर्ल्ड कपमा एउटा जाइन्टलाई पेलिदिरहेको हुन्छ होइन। 2018मा
इङ्ल्यान्डलाई पेलिदियो एन्ड 2022मा ब्राजिललाई पेलिदियो। अब के सायद यो पोर्चुगल हुनसक्छ भन्ने कुरा नि छ, तर लेट्स नट होप के हुन्छ। मेरो विचारमा पोर्चुगलले यो गेममा पोजिसन राखेर त्यो पोजिसनलाई युटिलाइज गर्नुपर्छ, किनकि जब जब गेम डिपमा जान्छ, जब जब गेम हुन्छ नि यति 0-0 भएर गेम 60 मिनट 70 मिनट गयो भने चाहिँ पोर्चुगललाई फेभर नगरेर क्रोसियालाई फेभर गर्न सक्छ, किनकि क्रोसिया चाहिँ एक्स्ट्रा टाइममा यति त्यो हुन्छ नि एक्सपिरियन्स छ कि पोर्चुगललाई एक्स्ट्रा टाइममा के अरे पोर्चुगललाई होइन चाहिँ क्रोसियालाई एक्स्ट्रा टाइममा गेम निकालिदिन सक्छ क्या। र रोबर्टो मार्टिनेजले फेरि जस्तै बर्नार्डो सिल्भालाई सेक्रिफाइस हान्नुपर्छ, मैले पहिल्यै भनेको थिएँ। बर्नार्डो सिल्भा, ब्रुनो फर्नान्डेज अनि भिटिनिया, जाओ नेभेजहरू यिनीहरू सबै खेलेर कामै छैन। बर्नार्डो सिल्भा डज नट ह्याभ पेस अहिले होइन। 2026मा पेसै छैन बर्नार्डो सिल्भाको, त्यही भने वाइडमा खेलाउँदा कामै हुँदैन। र कोन्सिसा अथवा पेड्रो नेटो फ्रस्ट्रेटिङ प्लेयर भए पनि पेड्रो नेटोको एउटा हुन्छ नि एबिलिटिज, एउटा एट्रिब्युट्स चाहिँ छुट्टै छ के, जुन त्यो ऱ्यापिड पेस एसेलरेसन होइन, जुन क्रस हान्न सक्छ र रोनाल्डोलाई फिड गर्न सक्छ, त्यो चाहिँ एउटा के अरे गेम चेन्जिङ मोमेन्ट नै हुनसक्छ क्या। फ्रस्ट्रेटिङ गेम हुन्छ यदि पेड्रो नेटोलाई 90 मिनटभरि हेऱ्यो भने फ्रस्ट्रेटिङ हुन्छ, तर टिमको ब्यालेन्सको लागि चाहिँ एउटा जाओ पेड्रो चाहिँ के अरे पेड्रो नेटो चाहिन्छ, किनकि क्यान्सेलो खेल्छ त्यो साइडमा। क्यान्सेलोलाई डिफेन्सिभ कभर दिनका लागि पनि बर्नार्डो सिल्भा भन्दा पेड्रो नेटो चाहिँ अलिकति राम्रो हुन्छ जस्तो लाग्छ। र जाओ फिलिक्स स्टार्ट गर्नुपर्छ जस्तो लाग्छ, किनकि राम्रो खेलेको थियो जाओ फिलिक्सले उज्बेकिस्तानसँग होइन। र मिडफिल्डमा चाहिँ अस्ति रुबेन नेभेज ल्याएको थियो र त्यो वर्क गराएको थिएन। रुबेन नेभेज ल्याउँछ होइन, रुबेन नेभेज लङ प्लासमा राम्रो छ। को भाग्छ तेरो प्लेयर? जाओ फिलिक्स भाग्छ, इनबिहाइन्ड रन हान्छ जाओ फिलिक्सले, हान्दैन। रोनाल्डो अहिले 41 वर्षमा हान्छ इनबिहाइन्ड रन, हान्दैन। सो आई थिङ्क यदि उसलाई सेक्रिफाइस गर्छस् भने जाओ के हो त्यसको नाममा भिटिनिया जाओ नेभेजलाई यति सेक्रिफाइस हान्छस् भने चाहिँ एउटा बक्स क्र्यासियर टाइपको बक्स हुन्छ नि, एउटा बक्स डोमिनेटिङ टाइपको बल विनिङ मिडफिल्डर लिएर आइज। र राइट ब्याकमा यति सेमेडोलाई नखेला यार, प्लिज यार सेमेडोलाई नखेला। छ त तेरोमा ड्यालोट छ होइन, म्याथ्यस नुनेज छ, राम्रो प्लेयरहरू छन्, त्यसलाई खेला न, किन जोतको होइन रोना गरिरहेस् राम्रो प्लेयर हुँदा पनि। र मेरो विचारमा पोर्चुगल विल डिफिट क्रोसिया होइन, एन्ड दे विल फेस स्पेन इन द राउन्ड अफ 16। सो के हुन्छ गेम हेरौँ। आई थिङ्क क्रिस्टियानो रोनाल्डो विल स्कोर हिज फर्स्ट वर्ल्ड कप नकआउट गोल। सो विवा रोनाल्डो।